बार्नेलाई लुसिफरको संज्ञा दिने को हुन् सौरभ? दर्शकबिन, नेपालका राजनीतिक विश्लेषक, स्तम्भकार र लेखक सौरभको वास्तविक नाम हो दिनेश सत्याल। उनी लामो समयदेखि नेपालको राजनीतिक इतिहास, समाज र संस्कृति सम्बन्धी विश्लेषण गर्दै आइरहेका छन्। उनका लेखहरू प्राय तत्कालीन सत्ता र राजनीतिक नेतृत्वमाथि कडा टिप्पणी गर्ने खालका पाइन्छन्। त्यसैगरी अन्तर्राष्ट्रिय शक्ति सन्तुलन, भारत, चीन र अमेरिकाको सम्बन्धमा विश्लेषण गर्ने, नेपालको पहिचान, भू राजनीतिक, संस्कृति र ऐतिहासिक विषयको उजागर गर्ने खालका हुन्छन्। उनी प्राय राष्ट्रवाद र सार्वभौम सत्ताको सवालमा कठोर पक्षधर देखिन्छ। लेखन शैली प्रष्ट, सिधा र सरल, प्राय विवादास्पद हुने नै गर्छ। अर्थात् विवाद उत्पन्न गराउनु नै उनको विशेषता बनेको छ भन्दा पनि खासै फरक पर्दैन। लुसिफर त पश्चिमको भाषामा शैतान हो, हैन? जुदाउँदैन लागि जो आफ्नो भोटरसँग हात जुदाउँदैन। बार्नेलाई लुसिफरको संज्ञा दिने को हुन् सौरभ? दर्शकबिन, नेपालका राजनीतिक विश्लेषक, स्तम्भकार र लेखक सौरभको वास्तविक नाम हो दिनेश सत्याल। उनी लामो समयदेखि नेपालको राजनीतिक इतिहास, समाज र संस्कृति सम्बन्धी विश्लेषण गर्दै आइरहेका छन्। उनका लेखहरू प्राय तत्कालीन सत्ता र राजनीतिक नेतृत्वमाथि कडा टिप्पणी गर्ने खालका पाइन्छन्। त्यसैगरी अन्तर्राष्ट्रिय शक्ति सन्तुलन, भारत, चीन र अमेरिकाको सम्बन्धमा विश्लेषण गर्ने, नेपालको पहिचान, भू राजनीतिक, संस्कृति र ऐतिहासिक विषयको उजागर गर्ने खालका हुन्छन्। उनी प्राय राष्ट्रवाद र सार्वभौम सत्ताको सवालमा कठोर पक्षधर देखिन्छ। लेखन शैली प्रष्ट, सिधा र सरल, प्राय विवादास्पद हुने नै गर्छ। अर्थात् विवाद उत्पन्न गराउनु नै उनको विशेषता बनेको छ भन्दा पनि खासै फरक पर्दैन। लुसिफर त पश्चिमको भाषामा शैतान हो, हैन? जुदाउँदैन लागि जो आफ्नो भोटरसँग हात जुदाउँदैन। सालो लुगा